अभिनेता सानु ताम्राकारको शनिबार निधन भएको छ। पुत्र वियोगले मर्माहत भएका सानुको नर्भिक अस्पतालमा उपचार भइरहेको थियो। शनिबार दिउँसो 3:20 बजे नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो। चलचित्र कलाकारका सङ्घका अध्यक्ष मोहन निरौलाले जानकारी दिए। गत असार 21 गते छोरा शाहरुखको निधन भएपछि पुत्र वियोगले बुबा सानु ताम्राकार चिन्तामा थिए। यसको 15 दिनपछि मृगौलामा देखिएको समस्याको उपचारको लागि भन्दै सानु नर्भिक भर्ना भएका थिए। उनले 3 दर्जन बढी चलचित्रमा चरित्र अभिनेताको रूपमा अभिनय गरेका छन्। उनका रुक्मणी ताम्राकार नामकी श्रीमती छन्। सानुले आफ्नो र श्रीमतीको सुरुका अक्षर मिलाएर छोराको नाम शाहरुख राखेका थिए। सानुको भोलि मात्र अन्त्येष्टि गरिने निरौलाले बताएका छन्। भोलि 9 बजे पशुपति परिसरमा श्रद्धाञ्जलीका लागि राखिने र 1 घण्टापछि दाह संस्कार गरिने निरौलाले जानकारी दिए। अभिनेता सानु ताम्राकारको शनिबार निधन भएको छ। पुत्र वियोगले मर्माहत भएका सानुको नर्भिक अस्पतालमा उपचार भइरहेको थियो। शनिबार दिउँसो 3:20 बजे नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो। चलचित्र कलाकारका सङ्घका अध्यक्ष मोहन निरौलाले जानकारी दिए। गत असार 21 गते छोरा शाहरुखको निधन भएपछि पुत्र वियोगले बुबा सानु ताम्राकार चिन्तामा थिए। यसको 15 दिनपछि मृगौलामा देखिएको समस्याको उपचारको लागि भन्दै सानु नर्भिक भर्ना भएका थिए। उनले 3 दर्जन बढी चलचित्रमा चरित्र अभिनेताको रूपमा अभिनय गरेका छन्। उनका रुक्मणी ताम्राकार नामकी श्रीमती छन्। सानुले आफ्नो र श्रीमतीको सुरुका अक्षर मिलाएर छोराको नाम शाहरुख राखेका थिए। सानुको भोलि मात्र अन्त्येष्टि गरिने निरौलाले बताएका छन्। भोलि 9 बजे पशुपति परिसरमा श्रद्धाञ्जलीका लागि राखिने र 1 घण्टापछि दाह संस्कार गरिने निरौलाले जानकारी दिए।